नेपालको इतिहासमै अहिलेसम्मको एक आँटिलो र साहसी व्यक्ति, कहिल्यै हार नमान्ने, कसैसँग नझुक्ने, टेलिभिजनको पर्दाबाट विश्वको कुना कुनामा रहेका पीडित नेपालीको न्यायको लागि लडेर नेपाली राजनीतिमा देश नै हल्लाइरहेका रवि लामिछानेका 110 भनाइहरू। जनताको भरोसा टुट्नु सबैभन्दा ठुलो अपराध हो। म हरेक जनतालाई समान देख्छु। प्रणाली बदलियो भने भविष्य बदलिन्छ। सत्य, सेवा र स्वाभिमान, यही नै मेरो राजनीति हो। देश परिवर्तन सम्भव छ हामीले चाह्यौँ भने। जनताको आवाज कहिल्यै मर्दैन। प्रणाली बदल्न हिम्मत चाहिन्छ। गलतसँग सम्झौता मेरो लागि सम्भव छैन। इमान बेचेको दिन देश डुब्छ। परिवर्तन सडकबाट होइन, सदनबाट पनि हुन्छ। गलतलाई गलत भन्न डराउनु हुँदैन। युवा उठे देश उठ्छ। भ्रष्टाचारको बाटो छोटो, परिणाम लामो हुन्छ। मलाई कुर्सी होइन, जिम्मेवारी चाहिन्छ। देशमा समस्या छैन, समाधान खोज्ने नेतृत्व कम छ। जनताको भरोसा नै मेरो पुँजी हो। राजनीति स्वार्थका लागि होइन, सेवाका लागि हो। डरले काम रोकिन्छ, हिम्मतले देश चल्छ। सत्य बोलेको यस्तो अपराध बनाइएको छ जस्तो कि झुट नै धर्म हो। म गलतसँग कहिल्यै झुक्दिनँ। देशले मलाई बोलाएको छ, मैले सुनेको छु। स्वार्थी राजनीति बन्द भएपछि मात्र देश अगाडि बढ्छ। जिम्मेवारी बुझेपछि काम सजिलो हुन्छ। जनताको आँसुले नेता धुने दिन आउँछ। मेरो लक्ष्य सेवा र मेरो बाटो सत्य हो। असल नेतृत्व चाहिने हो, चमत्कार होइन। युवालाई राजनीति चाहिन्छ, राजनीति पेश गर्दै देश चाहिन्छ। सदनमा बोल्ने मात्र होइन, सत्य बोल्न हिम्मत चाहिन्छ। देश बोक्ने हातहरू बलिया बन्नुपर्छ। नेता बन्न सजिलो, नेतृत्व गर्न गाह्रो छ। गल्ती स्वीकार्नु ठुलो गुण हो। सम्पन्न देश सपना होइन, निर्णय हो। जिम्मेवारी भारी होइन, अभिमान हो। जनताप्रति उत्तरदायित्व मेरो धर्म हो। म कामको राजनीति गर्छु, नामको होइन। बदलिने बानी नबदलिएसम्म देश बदलिँदैन। हरेक जनताको मूल्य छ, आवाज छ। आजैदेखि सुधार सुरु गरौँ। देश प्रेम पार्टीभन्दा ठुलो हो। इमान्दार नेतृत्वले असम्भव सम्भव बनाउँछ। बाहिर चर्को आवाज होइन, मनभित्रको जागरण हो परिवर्तन। समयले सबैलाई प्रमाणित गर्छ। धैर्य राख, सत्यको जित निश्चित छ। देशभक्ति शब्द होइन, व्यवहार हो। असल सोचले नै ठुलो भविष्य बनाउँछ। कुर्सीबाट होइन, चरित्रबाट पहिचान हुन्छ। भोट मात्र होइन, भरोसा पनि कमाउनु पर्छ। जनताको आँखा सबै देख्छ। आज गरेको मेहनतले भोलि इतिहास लेख्छ। डरले नेतृत्व हुँदैन। देशको हरेक पैसाको हिसाब हुन्छ। असमानता हटाउनै पर्छ। सही काम गर्नुलाई हिम्मत भन्छन्। देश टाढ पल्टिन्छ जब नेतृत्व कमजोर हुन्छ। सहिनु होइन, बदलिनु चाहिन्छ। युवा क्षमता देशको शक्ति हो। राज्यले न्याय दिनै पर्छ, किनभने जनता भरोसा गरेर बस्छन्। चलनका नेता धेरै छन्, चल्ने नेता चाहिन्छ। राजनीति सफा भयो भने देश सजिलै उठ्छ। देशलाई मन पराएर मात्र होइन, काम गरेर प्रेम देखाउनु पर्छ। असल नागरिकले असल देश बनाउँछ। मैले सुरु गरेको बाटो ठिक छ भन्ने विश्वास छ। परिवर्तन केही दिनको होइन, कुनै दिनको होइन, आजैबाट सुरु हुन्छ। अन्याय विरुद्ध बोल्नु अपराध होइन। राजनीति योद्धालाई चाहिन्छ, अभिनेतालाई होइन। तलब होइन, तृप्ति हो सेवा गर्नुले। सङ्घर्ष नै मेरो गुरु हो। असल उद्देश्यले यात्रा सुन्दर बनाउँछ। छोटो बाटो गलततिर लैजान्छ। इमान्दारीलाई फाइलमा होइन, काममा देखाउनु पर्छ। अवसर होइन, परिवर्तन खोज्नुपर्छ। देश बनाउने कतारमा सबै मिलेर उभिनुपर्छ। राजनीतिक रङ्गभन्दा ठुलो राष्ट्रियता हो। निडर नेतृत्वले देश उठ्छ। झुट एक दिन टिक्छ, सत्य सधैँ टिक्छ। असल सोच, असल काम, असल देश। भ्रष्टाचार नखाने नेता नै ठुलो शक्ति हो। देशलाई हेर्ने नजर बदल। भोटले नेता बनाउँछ, कामले महान बनाउँछ। जुन दिन जनता बोल्छ त्यो दिन परिवर्तन बोल्छ। समस्याको कथा होइन, समाधानको यात्रा लेखौँ। परिवर्तन हिजो हुन्छ भन्ने होइन, आज हुन्छ। हिम्मतले राजनीति सफा हुन्छ। देश तिमी हामी सबैको हो, कसैको निजी सम्पत्ति होइन। राज्य शक्ति होइन, सेवा हो। युवाले डर मान्दैनन्, उनीहरू गर्छन्। देश जोगाउने जिम्मेवारी सबैको हो। काम बोलोस्, नेता चुप बसोस्। आलोचनाले बलियो बनाउँछ। पुरानो गलत प्रणाली तोड्नै पर्छ। असल नेतृत्वले कहिल्यै भाग्दैन। म तिम्रो मात्रै होइन, तिम्रो आवाज पनि हुँ। भ्रष्टलाई सजाय नै न्यायको पहिलो पाटो हो। नागरिक बलियो भए देश बलियो हुन्छ। आजको निर्णयले भोलि बनाउँछ।
अरूलाई दोष नलगाऊ, आफै परिवर्तन गर। असल सोचलाई कुनै भित्ताले रोक्दैन। स्वच्छ राजनीति, स्वच्छ भविष्य। नडराऊ, सत्य तिम्रो साथमा छ। देशलाई बनाउने तरिका सरल, इमान्दार बन। ठुलो सपना देख, ठुलो काम गर। आशा मर्न दिनु हुँदैन। भावनाले होइन, बुद्धिले नेतृत्व गर्नुपर्छ। देश बनाउने काम घरबाट सुरु हुन्छ, अरूले होइन, हामीले गर्नुपर्छ। देश बदल्ने कुरा होइन, बदलिन मन चाहिन्छ। सत्य बलियो हुन्छ, ढकनीले छोप्दैन। जनताको आवाज कहिल्यै मर्दैन। प्रणाली बदल्न हिम्मत चाहिन्छ। गलतसँग सम्झौता मेरो लागि सम्भव छैन। इमान बेचेको दिन देश डुब्नेछ।